हेलो गाइज, आज हामी मर्निङ वाकको फर्स्ट डेमा छु। यताबाट घुमौँ न, हामी यतापट्टि दायाँपट्टि बायाँ भयो यस्तो सट्टै भने अब पहिलोचोटि आउँदा पनि चन्द्रमुखी ताल। हामी चाहिँ आज धनगढी उपमहानगरपालिकाको वडा नम्बर 7 को मा रहेको चन्द्रमुखी तालमा छु। मसँग हुनुहुन्छ भान्जा हिमाल राज जोशी र महेश जोशी। आज मेरो चाहिँ मर्निङ वाकको फर्स्ट डे हो। खासमा यो चाहिँ मिनी भ्लग हो। यो तपाईहरु युट्युबमा देख्न सक्नुहुन्छ। यदि कसैले हामी फेरि पनि यहाँ छौँ जो के अरे चन्द्रमुखी ताल। यो आन्तरिक पर्यटनका लागि निकै यहाँ बाँदरहरू पनि देख्न सक्नुहुन्छ हजुरहरू। अलिकति हामी चाहिँ आज मर्निङ वाकमा आएको। मोबाइल तल खसला यार कहीँ यार भान्जा एक किन्नु पऱ्यो क्या हामीले। एक के अरे त्यो मोबाइलमा समात्ने वाला हुन्छ नि त्यो यो यस्तो यो भ्लग बनाउनलाई सेल्फी स्टिक चाहियो। हामी अब मर्निङ वाक गर्ने सेल्फी स्टिक हामीलाई मिल्दो बच्चालाई मात्रै पुरो फुटाल्ने भित्र छिराउन हाम्रो गएपछि होइ बादलले रोटोलियो यार भइ भनेको बिग्ने मान्दा बादलले रोटी दिएको यार। खास यस्तो छ क्या। आहा ए पानी रहेछ यार रुजा गएर भन्दा टोइलेटको व्यवस्था पनि होला कि टोइलेटको व्यवस्था नहोला यार। बान्याको लिनुभन्दा नि खेल्न नमिल्ने बनाएको क्या भन्छ। यस्तो हेर ठ्याक्कै बानी कि नि हेर यहाँभन्दा उता नखाना बनाएको। पैसा लाग्दा त पैसा लाग्दैन यार। खै बच्चा के होला यार हामीलाई नहोला यो। ल हामी आज हाम्रो फर्स्ट भ्लग हाई गर्नुहोस् त। यो फिक्स युट्युबमा हाल्छौ भने तपाईँ 1 सब्सक्राइब छ त्यही बढाइकि 3-4 बनाऊ न। खासमा यो अरूभन्दा फरक भाषा युज गरेपछि छिटो भाइरल भइन्छ भनेर म तपाईँसँग पुरै बाजुराको भाषा बोल्न लागेको छु। तेरो बिसा फेरि आयो भने न यार यार कट्टु भेजिको त सब हो यहाँ त नि। अलिअलि भ्लग नबोल्यो यो भ्लग नबोल्यो भने त भाइरलै भइदैन। तपाईँलाई आइक्यू क्वेसन आउँछ क्या चन्द्रमुखी ताल यो जति वरिपरि टायल लगाएको छ नि यो टायल वरिपरि कति पाइला हुन्छन् भन्ने हुन्छ क्या। चाहिँ 1 2 3 पाइला होइन। यस्तो भइरहेछ चन्द्रमुखी तालमा। यो अलि हामी बस्ने ठाउँभन्दा 2-2.5 किलोमिटर यता छ। त्यही भएर ल हिँड अब चाहिँ साथी अलि ओ